झोर झर्न जानको लागि सामाखुसीबाट झन्डै 20 देखि 25 मिनटमा पुग्न सकिन्छ। तपाईँ अब कतिको स्पिडमा जानुहुन्छ, आफ्नो साधनमा जानुहुन्छ भने 20 देखि 25 मिनटमा पुग्न सक्नुहुन्छ। र त्यहाँबाट बस पनि लाग्छ, बस पनि लिएर तपाईँ यो सामाखुसी चौकबाट भित्र लाग्दै यसरी यो कति राम्रो दृश्य हेर्नु त, कति राम्रो सुन्दर हाम्रो नेपाल। यस्तो बाटो हेर्दै हामी यो टोखाको गेटबाट यसरी भित्र छिर्दै यहाँ एउटा मन्दिर आउँछ चोकमा, त्यो मन्दिरपछि हामी यता लेफ्ट साइडबाट फेरि ओह्रालो झर्दै यसरी चाहिँ हामी यहाँबाट अगाडि जान्छौँ र बाटोमा यसरी राम्रो सुन्दर दृश्य हेर्दै फाइनल्ली हामी यहाँ पार्किङ लटमा आउँछौँ। यो पार्किङ लट भन्दा पनि यो बाटोको साइडमा चाहिँ मजाले गाडी रोकेर बसेर हामी चाहिँ यहाँ राख्न सक्छौँ होइन। तपाईँहरू चाहिँ यसरी आफ्नो साधन यहाँ साइडमा रोकेर चाहिँ यहाँबाट चाहिँ तपाईँको त्यहाँ लेखेको पनि छ, बोर्ड एउटा साइन पनि छ, यहाँ पनि लेखेको छ बौडेश्वर महादेव झोर झर्न जाने ठाउँ भनेर। त्यहाँबाट तपाईँहरू चाहिँ भित्र यसरी यो सानो बाटो हुँदै गएर एकछिनमा तपाईँहरू पुग्न सक्नुहुन्छ। एकदमै सुन्दर ठाउँ छ, एकदम सुन्दर ठाउँ छ। यहाँ बौडेश्वर महादेवको पनि दर्शन गर्न पाइयो, साथसाथै झरनाको पनि आनन्द लिन पाइयो। तपाईँहरू पनि यहाँ जाने सोचमा हुनुहुन्छ र जान चाहनुहुन्छ भने चाहिँ म चाहिँ तपाईँहरूलाई विकेन्डभन्दा पनि विकडेजमा जान सजेस्ट गर्छु, किनभने विकडेजमा अथवा बिदाको कुनै बेलामा चाहिँ यहाँ एकदम भिड लाग्ने गर्छ। म गएको दिन पनि बिदाकै दिन परेको थियो र त्यसले गर्दा एकदमै भिड थियो। यस्तो भिड भए पनि अलिअलि गरेर भए पनि हामीले चाहिँ त्यहाँको चाहिँ यो झरनाको दृश्य र यहाँको सुन्दर वातावरणलाई राम्ररीसँग अवलोकन गर्न पाइयो। तपाईँहरू पनि घुम्ने प्लानमा हुनुहुन्छ भने यहाँ चाहिँ अवश्य जानु होला आफ्नो साथीभाइहरूसँग। र लास्टमा हामीले चाहिँ यहाँको लोकली ग्रोन मकै खायौँ, साह्रै मिठो रहेछ। च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ।